नमस्कार। यही मे 25 तारिक आइतबार मेरील्यान्डमा नेपालका प्रख्यात नेत्र चिकित्सक डाक्टर सन्दुक रोहित, उहाँ श्रीमतीसहित उहाँ पनि डाक्टर हो, आउँदै हुनुहुन्छ र उहाँले नेपालमा तिलगङ्गा आँखा अस्पताल, त्यसको अनुसन्धान केन्द्र र त्यसलाई विश्वविद्यालयमा रूपान्तरण गर्ने अभियान सँगसँगै हेटौँडामा इन्ट्राअकुलर लेन्सको प्रयोगशाला, अनुसन्धान केन्द्र, रिसर्च सेन्टर र त्यसको उत्पादन गर्ने कारखानाहरू जो नेपालबाट विश्वमा मेड इन नेपाल भनेर निर्यात हुने गर्दछ, त्यसको लागि फन्ड रेजिङ सहयोगार्थ पैसा रकम जम्मा गर्ने कार्यक्रम हुँदैछ। डाक्टर सन्दुक रोहितको अभियानको बारेमा मैले धेरै बताइरहनु पर्दैन कि उहाँले नेपालको ग्रामीण इलाकादेखि लिएर विश्वका विभिन्न मुलुकमा आँखाको अन्धोपन निवारण गर्ने अभियानमा अतुलनीय योगदान गर्नुभएको छ। भारतको पद्मश्री पुरस्कार, एसियाको नोबेल पुरस्कार भनिने मेगासेसे पुरस्कार, अनि बहराइनको सर्वोच्च समाज सेवा पदक पाउनुभएका यस्ता व्यक्तित्वलाई मेरील्यान्डमा स्वागत गर्नको लागि हामी आतुर छौँ र यसको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। यसको लागि प्रवेशको लागि टिकटको व्यवस्था छ। अनलाइनबाट टिकट लिन सक्नुहुन्छ या आयोजक साथीहरूबाट टिकट लिन सक्नुहुन्छ। टिकट या टेबल सुनिश्चित गरेर आइदिनु होला। डिनर मिट एन्ड ग्रिट विथ डाक्टर सन्दुक रोहित इन मेरील्यान्ड अन मे 25 सन्डे इभिनिङ। हल 5:30 बजेदेखि खुला हुनेछ र टिकट यथासम्भव छिटो सुरक्षित गर्नुहोला। धन्यवाद।